जय माता दी। मेरो चाहिँ डायलग अर्कै छ क्या। र आज चाहिँ म हलेसी महादेवको दर्शन गरेर एकछिन माथि डाँडामा आएको। के खनेको? माटो। किन फुलमा लाउनु? हाम्रो यो भाइहरूलाई सोधेको, बोल्नुले लाजाको भुत्तुकै भयो लाजाले। यो माथि डाँडाबाट चाहिँ दामी देख्दो रहेछ है। म चाहिँ यहाँ आएको छु। जय माता दी। एन्ड नयाँ बहिनीहरू, उनीहरू बहिनीहरू चाहिँ झापाको अरे। यहाँबाट चाहिँ यस्तो दामी देख्दो रहेछ है। तपाईँहरू पनि दर्शन गर्न आउनु होला है। वाउ सो नाइस। र हलेसीको खोटाङ दिक्तेल भन्नु न यहाँबाट होइन। यहाँ चाहिँ मेरो बाबाको जन्मस्थान हो है। र म मेरो बाबाको जन्मस्थानमा चाहिँ पुगेर छोडेँ क्या। भगवानको आशीर्वादले महादेवको दर्शन पनि पाएँ टक्कै। ओह्रालोमा त रिङ्गटा जस्तो छ त। र हेर्नु यहाँ दामी देखेँ। ओ हलेसी महादेव भन्न रे।